एसियन कप छनौटमा लाओस विरुद्ध नेपालले गर्यो गोलको बर्सात, नेपाल 9-0 ले विजयी। सावित्रा भण्डारी साम्बाले कप्तानको रूपमा डेब्युमै ह्याट्रिक गर्दै 4 गोल गरेपछि नेपालले एएफसी महिला एसिया कप छनौटको समूह F अन्तर्गत लाओसमाथि 9-0 को शानदार जित हासिल गरेको छ। आइतबार उज्बेकिस्तानको तास्केन्टमा सम्पन्न खेलमा नेपालले समूह चरणको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको हो। यो जितसँगै नेपालले 3 महत्त्वपूर्ण अङ्क जोडेको छ। आजको खेल नेपाली महिला राष्ट्रिय फुटबल टोलीको इतिहासमै विशेष रहेको छ। यही खेल मार्फत नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा 100 खेल पुरा गरेको महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरेको हो। नेपालको फराकिलो जितमा कप्तान सावित्राले 4 गोल गर्दा अनिता बस्नेत, सरू लिम्बू, अनिता केसी र रश्मि कुमारी घिसिङले 1-1 गोल गरेकी हुन्। त्यस्तै 1 गोल नेपालले विपक्षी टिमको आत्मघाती गोल मार्फत उपहार पाएको थियो। 12औं मिनेटमा अनिताको गोलबाट पहिलो अग्रता लिएको नेपालका लागि कप्तान साम्बाले 44औं मिनेटमा दोस्रो गोल गरेकी थिइन्। पहिलो हाफमा 2 गोल गरेको नेपालले दोस्रो हाफमा भने थप 7 गोल गरेको थियो। पहिलो जित निकालेको नेपाल छनौटमा समूह F मा रहेको छ भने उक्त समूहमा नेपाल सहित आयोजक उज्बेकिस्तान, लाओस र श्रीलङ्का रहेको छ। नेपालले दोस्रो खेलमा असार 18 गते श्रीलङ्का र 21 गते घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली अर्को चरणमा प्रवेश गर्नेछन्।